यो एसपी द किङ यो चाहिँ मेरो 2 वर्ष अगाडि लेखेको गीत होइन। स्टार्टिङ टाइमको लिरिक्स भर्खर भर्खर सुरु गर्दा यस्तो थियो मेरो लेखाइ। कस्तो लाग्छ लास्टसम्म सुनेर कमेन्ट गरौँ है। कस्तो लाग्छ कमेन्ट गर्ने है। मैले सुरु गर्दा त्यस्तै भर्खर भर्खर यस्तो थियो लेखाइ। हे लै लै हे लै लै हे लै लै हे लै लै। मलाई दुःख पर्दा साथ दिने कोही छैन, म लड्दाखेरि हात दिने कोही छैन, मलाई केही हुँदा आत्तिने कोही छैन, मलाई थाके बेला काट दिने कोही छैन, म हारे बेला आँट दिने कोही छैन, मेरो लागि रोइदिने कसम कोही छैन, मनको मैलोलाई धोइदिने कोही छैन, मलाई माया गर्ने मान्छे कोही छैन, मलाई विश्वास गर्ने पनि यहाँ कोही छैन, मेरो भर पर्ने पनि यहाँ कोही छैन, मलाई आफ्नो ठान्ने कोही छैन, मलाई राम्रो मान्ने कोही छैन, मेरो आँसु पुछिदिने कोही छैन, मनको कुरा सुनिदिने कोही छैन, भावना बुझिदिने मेरो कोही छैन, या कोही छैन, एक्लो छु भन्नलाई छ घर परिवार साथीभाइ, तर खै कसले पो बुझ्छ र मलाई बाँचिरहेको छु मनमा लागे घाउ जलाई, मनको वेदना सुनाउनु र खै कसलाई, कसैले नि सोध्दैन कस्तो छ भनी तलाई, आफै भए खराब गर्दा अरूको भलाइ, दुनियाँ स्वार्थी आफ्नै भइदियो पराई, म लडिरहेको छु जिन्दगीमा दुःखसँग लडाइ। घरको कान्छो छोरो हुन्छ भन्थे प्यारो, तर जीवन कटाउन मलाई भाछ लास्टै गाह्रो, जसले पनि हान्यो व्यवहारले झटारो, ताकेर मैतिर निशाना लाग्यो के साह्रो। घरको कान्छो छोरो हुन्छ भन्थे प्यारो, तर जीवन कटाउन मलाई भाछ निकै गाह्रो, जसले पनि हान्यो व्यवहारले झटारो, ताकेर निशाना मैतिर लाग्यो के साह्रो। केही गर्न सक्दैनस् भनी कतिले हेप्न थाले, मनका भावनालाई कापी माथि लेख्न थाले, के गर्छु भन्दा मलाई बाधाहरूले छेक्न थाले, चारैतिरबाट दुःखको खाल्टोलाई देख्न थाले, यस्तो हुने थिइन सायद दुःखसँग भेट्न भावे, सुख र अभावसँग म भेट्न भावे, जब भोलिको लागि केही कुरा साच्ने बाटे, पीडामा नि म झुटो हाँसो हाँस्ने बाटे, आज यस्तो हुने थिएन नकमाएर बाँच्ने भावे, या नकमाएर बाँच्ने भावे, भन्नेले भन्छ त ट्यापे भएछ, आफैलाई गर्छु प्रश्न कसरी ऱ्यापर भएँ म, या कसरी ऱ्यापर भएँ म। मलाई दुःख पर्दा साथ दिने कोही छैन, म लड्दाखेरि हात दिने कोही छैन, मलाई केही हुँदा आत्तिने कोही छैन, मैले हारे बेला आँट दिने कोही छैन, मैले थाके बेला काट दिने कोही छैन, मेरो मनको कुरा सुनिदिने कोही छैन, आँसु बग्छ पुछिदिने कोही छैन, या आँसु बग्छ पुछिदिने कोही छैन, मेरो भावनालाई बुझिदिने कोही छैन, या कोही छैन, एकदम एक्लो छु, मनका भावनालाई कापी भरि लेख्दैछु।